हाम्रो यो एनएसएल 6औं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको हामी यो पूर्व सन्ध्यामा उभिरहेका छौँ। आज माघे संक्रान्ति सम्पूर्ण नेपालीहरूलाई माघे संक्रान्तिको म शुभकामना पनि दिन चाहन्छु। विशेष गरेर टाइगर ग्रुप पोखरा नेपालले आज यो 6औं संस्करणसम्म आइपुग्दा एनएसएल 6औं टाइगर कप प्रतियोगिता यही माघको 9 गतेबाट 17 गतेसम्म पोखरा रङ्गशालामा सुरु हुन गइरहेको छ। विशेष गरेर हाम्रो यो 6औं टाइगर कपमा हामीले पत्रकार सम्मेलन गरेर 7 टिमको सहभागिता हुन्छ भनेका थियौँ। तथापि पनि विविध कारणले बाहिरबाट आउने टिमलाई अलिकति केही कठिनाइ परेको हुँदा हामीले 6 टिमको सहभागितालाई अहिले सार्वजनिक गरिसकेका छौँ। विदेशतर्फ पुरुषतर्फ मालदिप्सको राष्ट्रिय टिम आउँदैछ भने महिलातर्फ थाइल्यान्डको राम्रो एउटा टिम आउँदैछ। त्यसै गरी गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ, एभरेस्ट क्लब भलिबलले पनि विदेशी खेलाडीहरू लिएर आएर हामीलाई एउटा रौनकता दिने यो पर्यटकीय राजधानी गण्डकी प्रदेशको एउटा कास्की जिल्लाको पोखरा महानगरपालिकाको यो रङ्गशालाको यो भलिबल कोर्टमा आज हामी जहाँ उभिरहेका छौँ यो ठाउँमा हामीले भव्य र सभ्य रूपमा चाहिँ राष्ट्रिय स्तरका अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई उभ्याएर एउटा साहस हौसला बटुलेर र यसलाई पर्यटनको हिसाबले अरू खेलकुदको सहरको हिसाबले पनि यसलाई अझ व्यवस्थित र मजबुत बनाउनको लागि यो प्रतियोगिताले पक्कै पनि एउटा फलदायी रूपमा लिनेछ। पुरस्कारको राशि अब विगतभन्दा हामीले अलिकति केही बढाएका छौँ। 6,66,666 रुपियाँ पहिलो पुरस्कार छ भने दोस्रो पुरस्कार 3,66,666 र तेस्रो पुरस्कार 2,06,666। यसरी विधागत रूपमा 26,666, उत्कृष्ट खेलाडीलाई 26,666 र विधागत रूपमा हामीले विशेष गरेर 11,666 को हामीले तोकेका छौँ। गत वर्षभन्दा यो अलिकति केही बढी रकम हो। मैले यहाँको यो सुनवाई न्युज मार्फत यो पनि अनुरोध गर्न चाहन्छु र विशेष गरेर अहिले एनएसएललाई धेरै धन्यवाद दिन चाहन्छु, किनभने मुख्य प्रायोजकको रूपमा हामीलाई सहयोग गर्नुभएको छ र हामीले यो पटक चाहिँ प्रवेश शुल्क चाहिँ हामीले खल्ती आइएमईलाई दिएका छौँ। यहाँहरूलाई जानकारी नै छ यो अलिकति अन्तर्राष्ट्रिय लेभलको खेल भएको कारणले यसलाई अझ ब्रान्डको रूपमा स्थापित गर्नको लागि हामीले धेरै नयाँ आइएमहरू पनि थपेका छौँ। अन्तर्राष्ट्रिय रेफ्रीको हकमा हामीले मालदिप्सबाट अन्तर्राष्ट्रिय रेफ्रीलाई पनि हामीले मगाइसकेका छौँ। सुनवाई न्युज मार्फत सुन्नुहुने सबैलाई आउँदो माघको 9 गतेबाट 17 गतेसम्म मैले चुलै निम्त गर्न चाहन्छु। पोखरा रङ्गशालामा भलिबल हेरिदिनु होला, रमाइदिनु होला। यो भलिउडको सहर भएको कारणले हामीले यो खर्चको आम्दानीको हामीले चाँडै नै सार्वजनिक गर्नेछौँ। तथापि हामीले बचत रहेको रकम कोही अक्षय कोषमा व्यवस्थापन गर्नेछौँ भने विशेष गरेर स्वास्थ्य शिक्षा खेलकुदलाई नै हामीले बढी प्राथमिकता दिएर खर्च गर्ने गरिरहेको कुरा पनि हजुर मार्फतमा सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। जय टाइगर ग्रुप, जय भलिबल, जय पोखरा।